टक्क लाएर हामी चाहिँ अहिले आन्टीको घरमा छौँ होइन। सबैजना निशान म अनि राकेश भाइ भन्छ आन्टीको घरमा छौँ। बस्यौँ चरपटे सरपटे खायौँ होइन। अनि अब चाहिँ हामी स्केटबोर्ड खेल्न जाने। कहाँ जाने नि? स्केटबोर्ड खेल्न जाने भन्दैछन्। मलाई चाहिँ फेरि खेल्नै आउँदैन अरे। स्केटिङ मलाई चाहिँ खेल्न आउँदैन होइन। तँलाई आउँछ? आउँछ हो, मलाई नआउने के छ भन्न। यसलाई स्केटिङ खेल्न आउँछ भन्छ, आफूलाई आउँदैन। लड्ने कतिचोटि हो है। निशान भित्र छ। निशान ओ निशान आऊ न। अनि स्कुटी छ है, स्कुटी बाइक होइन जाँदैछौँ। 100 रुपियाँ होइन टिकट? 100 रुपियाँ टिकट। हेलमेट फेरि यो लोकल पाएर हामी जान आँटेको है। जान्छौँ अब। हाम्रो आन्टी यहाँ हुनुहुन्छ, राम्री आन्टी। आन्टी भनिदिनु के भनिदिनु ल। टिकट कहाँ जानु लाग्यो? स्केटिङ ल राम्रो स्टेरिङ गरेर आऊ है। ल बाई बाई। हामी चाहिँ जाँदैछौँ है, हिँडेको। हेलमेट लगान छिटो। ल पुज्दै यहाँ आएर यो भाइ नि टक्क लाएर जाँदैछौँ है स्केटिङ। गाडी कहाँ छ गाडी? ए यार यो के हो यो? खोइ स्केटिङ निशान खेल्न आउँछ स्केटिङ? अब गएर खेलौँ न। अब गएर हानु। ओइ तँलाई आउँछ होइन? ल हेरौँ ल के भनेको? के अरे को भन्न भनेको? ए के हल्ला गरेको हिँड क्या? मजा नि हेर। एकदम मजाले खेल्न चाहिँ आउँदैन। मुला लडिने होला। खेल्न आउँछ त? स्टेनै लाउनु बिर्सिन्छु यार। स्टेन चाबी म सबै बिर्सिन्छु अहिले। बिस्तारो हिँड। तेल हाल्न जान्छ सुरुमा? ल हिँड। उहाँ माथिल्लोमा ओ माथिल्लोमा हिँड। माथिल्लोमा उहाँ माथिल्लो पेट्रोल पम्पमा हिँड है। यार खेल्न त भनेर त हिँड्ने हो। लडेर हात खुट्टा भाँच्ने हो कि नि छन्? नो प्रब्लम। हिँड्न अगाडि हिँड्न तर टाइम पास त हो कि होइन। तर ऊ हुन्छ क्या डह्रो लडिन्छ क्या सिमेन्टमा मुला। ए हिँड्न फेरि भन् त कस्तो राम्रो सुनिएको। फेरि भन् न। फेरि भन्। अटोग्राफ दिउँ कि? जाडाले लडाइदियो भने ओ भाइ के हुँदैछ? के भन्छ भाइहरू? भ्लगर भन्छ के भन्छ? कत्रो जाम यार भनिसन। बजार है गाइघाट बजार त्यतिकै भनिन्छ होइन। गाइघाट बजार पो तँ कहाँ पुग्यो त? ए हिँडाएरै छ। मैले नदेखेको तँलाई। हाले ए पर पो हो। त्यही त भन्छु होइन। ओ राइडर साइकल राइडर यहाँ हो। मैले नि अहिले 2 लिटर त हालेको होइन। 2टा बोतल हालेको। पैसा छ अनि 2 लिटर हालेको होइन। थोरै त खराब भएर तेलको भाउ यस्तो छ नि मुला। तेलको भाउ सुन्यो भने ढल्छौ के तेलको भाउ। 2टा बोतल किनेको होइन। 190 कति भयो भन त मुला। यहाँ अहिले हाल्यो भने 100
सर भित्र गएर हेरौँ न कस्तो छ माहौल भित्र गएर हेरौँ होइन धेरै प्याक रहेछ जस्तो लाग्यो भने फर्किनु पर्छ नि के भयो त राम 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 यो के हो रे यो खेल्ने यस्तो विधि भिड कहिले दिएथिस् राम 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 लु भो 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 पर्सेमा ओए के हो त राम 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 ओए एकचोटि भित्र हेर्न जाऊ त होइन हेर्न जाऊ न एकचोटि भित्र हेर्न जाऊ त कहाँ जाने अब माथि जाउँ माथि जाउँ माथि माथि अहिले कति हालेको अनि 200 गरी पुगिहाल्छ नि पुग्दैन ए हिँड्न ए हिँड्ने त्यही जाउँ न अब हेर यहाँ स्केटिङ खेल्न आएको स्केटिङ खेल्न 100 रुपियाँ कहाँबाट आउँथ्यो ए मलाई पुग्छ कि हिँड्न जाउँ भिउटावर जाउँ होइन के लिएर जानु पर्यो नि त केही म आएको छ म त बाहिर मात्र त यस्तो होला भनेको त भिड त के साह्रो पुरै ठेलाठेल छ के पुरै ठेलाठेल छ के त्यो त पुरै लाइन छ जाने होइन त लु भयो हामी खेल्न आएको है स्केटिङ खेल्न आएको देखेरै तर्सिन् स्केटिङ खेल्ने ऊ देखेरै तर्सिन् हामी त खेल्न आएको मान्छे नखेरी जाँदैछौँ लु भयो हस् त धन्यवाद फेरि आउँला फेरि भेटौँला ल हिँड केटा छोड्दे यहाँ बस्नु ठिक छैन हिँड बाटैभरि तेल हाल्न त्यस्तो पनि हुन्छ बाटैभरि मान्छे नि मान्छे राम हाम्रो ओए हामीले टिकट काटेको भए के हुन्थ्यो हाम्रो हालत कहाँ हिँडेको नजा भाइ पाला आउँदैन नजा एकचोटि गर भिड हेरेर आइज नभए चढ भाइहरू नखेल्दा छोडिदेऊ भिड हेर त जाऊ भिडभित्र कत्रो छ छिटो बस भिड हेरेर म तर्सेर आएको पुरै बाटोमा पनि होइन पुरै ढेकाल छ के हामी पनि खेल्नै त आएको नि कहाँ गयो तिनीहरू लो तेल हाल्न भन्थ्यो कहाँनिर तेल हाल्न गयो त कहाँ गयो तेल हाल्न हिँडेको भनेर मान्छेहरू गायब भयो यार पुलिसहरू अगाडि जाउँ होइन अगाडि रहेछ नि फोन हाल्नु यति भिड छ नि ढोकामा थोरै मान्छे छन् कम्तीमा नि 500-600 त छन् ए अघि पनि आएको तिमीहरू टिकट चाहिँ धन्न काटेन त अहिले हामीले नभनेको भए टिकट काट्यौ भिड तिनीहरू कहाँ गयो यार म फोन हान्छु ल कहाँ गयो हेलो ओए कहाँको पेट्रोल पम्प गएको अघि पेट्रोल हाल्ने ठाउँमा आँखा हस्पिटल जानु ल त्यहाँ तिनीहरू उहाँ तल गएको रहेछ तिमीहरू तेल हाल्न गएको फेरि
अनि कहाँनिर कहाँनिर अब सिधै उहीँ जाने हो सिधै उहीँ जाने अब हिँड 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 के ल ल कहाँ जान्छ केटाहरू यार कहाँ छन् त तिनीहरू आउँदैछन् यहाँबाट बिस्तारै जाने कि फेरि स्पिडै जाने कहाँ छन् आउँदैछन् बिस्तारै आउँदैछन् केटाहरू आउँदैछन् वहाँ माथि डाँडा जाने होइन त वहाँ माथि डाँडा जाने हामी चाहिँ डाँडा गएर फर्किने है केही ल्यायो कि ल्याएन साँच्चै तिनीहरूले के यसो खानेकुरो ल्याएको भएर मैले हुन्थ्यो म यहाँबाट किनेर जानुपर्छ केही नल्याइकन त त्यो भ्यू हेर्न त मात्र के जानु भ्यू हेर्न भन्दा पनि फोटो खिच्न ओइ रोक 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 न रोक मैले हेपेछ ओइ केही नल्याएको केही नल्याएको ल ल ल हिँड 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 बिस्तारै नै हिँड्ने हो बिस्तारै नै हिँड्ने ओइ बिस्तारै हिँड नि त अनि तिमीहरू चाहिँ पुलिस छ कि अगाडि पुलिस छ भने पो बर्बाद के भयो किन्ने भनेको होइन भाइ दान त लिएर के लिएर म त नो एक्सपेन्डिचर साले भिकारी ओइ ओइ ल के चिप्सहरू के किनेर ले न जान चिप्सहरू भाइ त लिएर आउँछ अहिले उता जा पर्सि उसलाई दिनु परेन माइक्रोफोनलाई माइक्रोफोन अर्डर गरेछ त अनि पर्सि माइक्रोफोनलाई दिनु पर्दैन जाऊ 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 के भन्नु हामी सन्चै छ होइन एकदम सन्चै अनि भन् के पनि भन्नु भन् न दाले हामीलाई हेपेर यार किन 75 भन्दा नभेट्यो त कतिमा दिइस् कति नै 80 90 75 भन्दा नि कहाँ तिमी कहाँ उडेको ए जे पाते नबोल न मुलाहरू 50 मा 50 अरे हामी 75 मा दियौ ल कत्रो उडेको थियौ हामी भेटिनौ र मलाई तिमीहरू 75 मा म 50 मा मात्र अनि कहाँ तिमीहरूले यो बाइक र स्कुटीलाई कम्पेयर गरेको त अनि यहाँ पाउँछ होला जाऊ न निशान ओ निशान कहाँ अनि बाइक र स्कुटीलाई कम्पेयर गरेको त यो त फुलबाट नि भेटिएन फुलबाट त न हेलमेट दे ए तँलाई चिन्ता भयो होला हैन फोन झर्छ भन्ने अनि कता किन भयो मलाई यहाँ देखाछ ए टल्किरहेछ म पनि टलेको छु नि टल्किन त म पनि टल्केको छु नि मेरो अनुहार आएको छैन ल उतै क्यामेरामा अलिअलि आएको छ यहाँ मिररमा हेर्दाखेरि त्यति हो एमटी एक दिन किन्नुपर्छ यार एमटी डुक होइन सबै एक दिन त चढ्ने होइन माथि वहाँनिर देखिन्छ पनि होला अलिअलि टुप्पामा बरुवा पुल पायो अलिकति अगाडि पाउँदैन अगाडि होला ओइ राकेश भयो
भयो बस ल भयो बस है छिटो एकछिन गरौँ भने हेर्ने भेच्चा फेरि जाँठाहरू एकछिन गर्दा तिमी देने ल तिमीहरू अगाडि अगाडि ए बिस्तारै भन्दै लडिन के भयो के पनि चिरचम पाएन ए त्यही त मेरो के छ भन्ने मैले अस्ति अर्डर गरेको थिएँ क्या त माइक्रोफोन छोड न झन्डै लडिन न मैले माइक्रोफोन होइन त्यस्तो होइन क्या माइक्रोफोन अर्डर गरेको थिएँ बाटोमा हुन्छ भोलि ल्याइन्छ अरे क्या मैले यो भिडियो गरेको छु नि होइन सबै यो हावाहरू घुवाइ गरेर हावाहरू पनि सबै आयो के चेक गर्दा चेक गर्दा आइरहेको छ क्या भिडियो गरेको सबै हावाहरू पनि घुवाइ आयो क्या भाइ र म अब स्कुटीमा जानु जाऊ बाइक हामी भाइ र म चाहिँ स्कुटीमा हालेँ अनि बाइक हाँक्छु भन्दै यो कबाडी स्कुटी हाँक्नुमा मलाई स्कुटी हाँक्न आउँदैन मलाई मजाले है हामी अगाडि हिँड्छु तिमीहरू पछाडि मुलाहरू कहाँ जानलाई पायो यहाँनिर रहेछ ए ल अब हामी स्कुटीमा जानुपर्छ स्कुटी मलाई फेरि स्कुटी हाँक्न आउँदैन नि भाइ केही हुँदैन सिधै खोल्सातिर झऱ्यो भने मलाई मजाले हाँक्न आउँदैन कि अप्ठ्यारो लाग्छ है बाइक हाँक्दा ल रुकाएको बिस्तारो हिँडै सँगै जानुपर्छ बिस्तारो स्कुटी हाँक्न आउँदैन मलाई स्कुटी हाँक्नु दियो बस त ए बिस्तारो है कता छ यसो चाहिँ आज स्कुटी हाँक्ने आउँदैन त्यही पनि हाँक्यौँ नडराइ बस्छ है ओए पखन केटा हो यार आनन्दले बिस्तार जानुपर्छ नि किन हतालिनु त होइन के हामीलाई ढिलो भएको छ र होइन त बिस्तार जानुपर्छ नहतालि ओए एकछिन है बिस्तारो हिँडै ढिलो भएको छैन बुझिस् नि राकेश बिस्तारो हिँड है बिस्तारो पछि हिँड म अघि हिँड्छु टाढा चढ्दैछौँ झुटाहरू जाने एकदिन बस्ने खासमा हामीले चाहिँ स्केटिङ खेल्ने भनेको थियौँ स्केटिङ देखिहाल्नु भयो अघि है अब के भन्नु र राम त्यहाँ हामी पालो पर्खेको भए लाइनमा बसेको भए त यति रात पर्थ्यो होला कि लगभग रात पर्दाखेरि पनि हाम्रो पालो आउँदैन थियो होला क्या त्यस्तो थियो कि त्यसले गर्दा ठिकै छ कुनै दिन आउला स्केटिङ खेलेको भिडियो अधुरो भयो होइन स्केटिङ खेलेको कुनै अर्को भिडियो बनाउला है स्केटिङको छुट्टै भिडियो है हाल्छु दामी छ बाख्रा ओइ बाख्रा रहेछ लिएर जाउँ बाख्रा हो कि बोका बाख्रा लिएर गइदिउँ न कसको हो नि कसले थाहा पाउँछ हाल्न भाइ यहाँ हालेर लिएर गइदिउँ ठ्याक्क आइपुग्यौँ है स्ट्यान्ड कता हो यसको स्ट्यान्ड खोल कति साह्रो रोको थियो किन मान्छेहरू पनि आएको रहेछन् है ओ माई गड गाईहरूको भ्यू हो नि यो दामी हो अगाडि जाउँ न आऊ न अगाडि जाउँ न आउन है चक्क नालो है पक्रियो त भाइ पक्रियो त दुइटै मेरो नि फेरि दुइटै यो तेरो जाँखा खै टक्क लाएर भ्यू टावर आयौँ होइन भ्यू टावरमा छौँ अहिले अब एकछिन यहीँ बसौँ रमाइलो गरौँ है स्केटिङ खेलिस् त है स्केटिङ खेलिस् त स्केटिङ खेल्दैछौँ होइन हामी स्केटिङ खेल्दैछौँ होइन स्केटिङ खेल्दैछौँ भ्यू दामी छ गाईहरूको भ्यू है यहाँबाट माथि नचढ्ने ओए यसलाई भेटे न घुम्न पाउँदैन थियो कस्तो भयो भाइ स्केटिङ खेल्नुभन्दा रमाइलो भयो कि स्केटिङ खेल्दै रमाइलो आउँथ्यो
ओए भाइ भाइ त्यहाँ स्केटिङ खेल्न बस लाइनमा पर्खिन रमाइलो घुम न घुम्न होइन यहीँ बसौँ न यहीँ बसौँ दामी छ भ्यू है आम्बो यस्तो तर राति चाहिँ बबाल है राति अस्ति राति आउँदाखेरि चाहिँ बबाल भएको थियो त्यही पनि बबालै छ राति आएको थियौँ एकछिन बबाल भ्यू छ होइन हामी नै भनौँ क्या दामी भ्यू छ होइन चरा है क्या चिरबिर गरेको हाम्रो घर कहाँ छ भन् त दामी भ्यू रहेछ है हामी चाहिँ टक्क लाएर फर्क्यौँ है फर्किँदैछौँ होइन भ्यू टावरमा धेरै रमाइलो गरियो फनी भिडियोहरू हाल्यो होइन एकदम रमाइलो गरियो एकछिन बस्यो हेरियो र माहौल फर्किँदैछौँ पुरै न्युटनमा राखेर गाडी फर्किँदैछु है तेलको बचत हो तेल त भारी छ होइन भाइ 190 छ बोतलको अनि यता अरू पनि होइन उता त्यो के भन्छ पेट्रोल पम्पमा आएर हाल्यो भने अलिकति कमै हुन्छ बोतल त लास्टै महँगो औडे त्यही भएर न्युटनमा राखेर सर झर्दैछौँ ओह्रालो छ अब झर्ने अनि एकैचोटि अब घर जाने होइन अरू केही गर्ने छ अब रात पनि परिसक्यो होइन कति 5 बजिसक्यो होला सायद लगभग है रात परिसक्यो अब घर जाने हामी चाहिँ टक्क लाएर आइसकेको छौँ होइन आज दिनभरि रमाइलो नै गऱ्यो होइन रमाइलो नै भयो होइन भन्न रमाइलो भयो घुम्यो आइयो रमाइलो भयो अब फेरि कतातिर जानुपर्छ घुम्नलाई अब अर्कोचोटि ठिक छ आजको भिडियो कस्तो लाग्यो होइन मन पर्यो भने लाइक सेयर सब्सक्राइब होइन एउटा भन्ने गऱ्यो होइन गरिदिनु होला ठिक छ अर्को भिडियोमा भेट्नेछौँ है ठिक छ बाई अहिले चाहिँ हाम्रो एडिटिङ